घरमा को हुनुहुन्छ होला कोही हुनुहुँदैन सो घरमा चाहिँ कोही हुनुहुँदैन रहेछ है अब हामी जाँदैछौँ अहिले चाहिँ हामी भाले लिएर चल्दिसकेको छौँ कमेडी डान्स हाम्रो यस्तो कुराहरू त मलाई साह्रै मनपर्छ म पर्छ चाहिँ आउँछ है प्रेसरहरुको त्यस्तो के बिरामी हुन्छ हैन प्रेसर त छैन हाम्रो चिया खानु छ चिया पर्दैन आमा के होनार जंगल पे सो हमको पता नहीं किधर जाना है मैले उतो बाख्राको खोप पनि रहेछ बाख्रा रहेछ चाहिँ झरेको झरे एम वक वक भन्नु पर्दाखेरि त्यो स्कुल चाहिँ अब हामी घर चल्दिने भने भालाले लगेर हामी खाजा खान्छौँ अनि चल्दिन्छौँ नमस्ते हेलो गाइज वेलकम ब्याक टु माई नादर ब्लग अनि सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु केही समयपछि फेरि म आइपुगिसकेको छु हजुरहरू सिधै एउटा नयाँ ब्लग लिएर है आज चाहिँ के छ भन्दाखेरि टक्कसँगले हाम्रो चाहिँ कलेजदेखि कम्युनिटी डायग्नोसिसको लागि हामी कम्युनिटीतिर आइरहेछौँ टक्कसँगले हामीले टक्कसँगले रेकर्डहरू यहाँनिर कलेक्ट गर्दैछौँ त्यहाँ टक्क भाइ त्यहाँ मिलाउँदैछ कहाँ के हो भनेर अझै हामीले 10 गराउनु भइसकेको छौँ टक्कसँगले अब हल्का एकछिन बसेर यहाँनिर रेस्ट गर्छौँ त्यहाँदेखि गइन्छ टक्कसँगले म ड्रेस लाएर आउने थिएँ तर यो टी सर्ट मात्रै भयो मेरो मैले खासमा चाहिँ लुगा धोएर सुकाएको थिएँ ड्रेस मौसम यस्तो छ यहाँनिर अहिले भर्खर मात्रै घाम लाग्यो तर पुरै ढुसिए लागेर सुकेन क्या मेरो ड्रेस चाहिँ त्यही भएर यस्तो यत्तिकै आइरहेको छु यो रुमाल चाहिँ मेरो कपाल तक्नु छ त्यही भएर सो मैले यो रुमाल लगाइरहेको छु हल्का रुमाल लागिरहेछ अब यहाँनिर हामीले हल्का खाजा खानुपर्ने हुन्छ अनि हेर्दै गरौँ गाइस आज कस्तो छ अनि आज कम्युनिटी डायग्नोसिस भयो एकदम केटाहरूले दुईटा सक्दाखेरि हामीले 10 वटा सक्छौँ हामी चाहिँ फेरि स्पिडमा गइदिन्छ हेर्दै गर्नु अगाडि के हुन्छ अनि हेर्दै गर्नु यसो गाइज हामीले चाहिँ यो घरमा र यो घरमा सकिसकेको छौँ अब टक्कसँगले हामी कुन कतातिर पो जान्छौँ यतातिर जान्छौँ होला नत्र यता पनि जान सक्छौँ अब यहाँ अब ठाउँ पो सोध्न बिर्सेछ त अब म ठाउँ सोध्छु है यो कतापट्टि जाने भनेर हामीलाई अनि जान्छौँ नि उयो यहाँ अरू घर कता छ त्यता अघि त्यतादेखि आइसक्यो कि हामी तल नि मुसा खेलै पर्छ आमा तल नि ए यतातिर उयो छ कि छैन घरहरू यतापट्टि छैन यतापट्टि यताको रोड जाँदा चाहिँ पुगिन्छ अरू घरहरू ए कतिको बाक्लो छ घर यता ए ल हस् आमा हुन्छ हुन्छ आमा ल बुवा गएको हजुर लगभग भनेको मेरो हातमा कति 1 2 3 4 5 वटा छ है त्यहाँ कतिवटा छ 5 वटा भनेपछि 6 7 8 9 के भन्छ 9 वटा बाँकी छ 11 वटा सक्यौँ हामीले जहाँ घर भेट्यौँ हाम्रो चाहिँ त्यतैतिर टक्कसँगले यो घर हामीले लिम कि लिनौँ अब यो घरतिर गइन्छ गाई जग्गा हामी ल अब यो त छैन घर हेर्नु उयो त नि रहेछ त सुरुमा यहाँ जाउँ कि त माथि जाउँ माथि जाउँ होला ल ल अब हामी चाहिँ हिँड्दैछौँ अब कहाँ हिँड्यौँ केटाहरू कहाँ छन् केही थाहा छैन है तर हिँड्दै चाहिँ छ यहाँको अब यहाँदेखि हामी सकेपछि उकालो फेरि लास्ट छ क्या ल अब यो घरमा लिन्छौँ हामी हामीले त्यो घरमा लिइसक्यौँ अब यो सबै हावाले सब लडाइदिएछ यार ए तेरिखेर चिप्रेल आम्बो सबै हावाले गाइस है गाह्रो छ ल अब चट्टसँगले हिँडिँदैछ तिमी लिन्छौ कि म लिऊँ हजुर ओके ल बाइक पनि रहेछ अरे कस्तो अब यहाँ हामी लिनुपर्ने हुन्छ तर यहाँ लडिन्छ जस्तो नि हुँदैछ सबै हावाले यस्तो लडाइदिँदो रहेछ यार गाइस ल अब यो घरमा हामी लिन्छौँ ल सो हामीले माथिकोमा नि गऱ्यौँ हामीले डाटा कलेक्सनको भिडियो बनाउन सक्छौँ तर हल्का लाग्यो त्यही भएर हो अब यहाँनिर यो घरमा लिन्छौँ गाह्रो छ ल यो घरमा अब हामी लिन्छौँ रमेश कार्की
अब यहाँनिर गइन्छ यो घर हामी रहेछ तर कुकुरै छ गाइस बिस्तारै बिस्तारै चल गइछ तर खोलै पुगिन आँटिसक्यो चट्टसँगले भरे माथि कसरी निस्किने हो केटाहरू कहाँ छन् के छन् केही थाहा छैन ए नानीको कुरा छ गाइस घरै पिछे रहेछ यहाँनिर अब यो घरमा लिन्छौँ हामी त्यतिका आम्मा खोला आइपुगिन आँटिसक्यो अरे गाइस भरे माथि चढ्ने चाहिँ कसरी भयो क्या अब हामीले चाहिँ यो घरमा लिनुपर्ने हुन्छ गाइस अघि हामीले माथि पनि लिइसक्यौँ अब टक्कै यहाँ लिएर अनि बिस्तारै बिस्तारै जान्छौँ माथि हेर्दै गर्नलाई है त को हुनुहुन्छ होला घरमा वस्तुपालन चाहिँ राम्रो रहेछ है यहाँनिर अरू भन्नु आउनुभयो हजुर हुनुहुँदैन अङ्कल आन्टी घरमा को हुनुहुन्छ होला कोही हुनुहुँदैन सो घरमा चाहिँ कोही हुनुहुँदैन रहेछ है अब हामी जाँदैछौँ यहाँ चाहिँ कोही हुनुहुँदैन रहेछ अब हामी यहाँ चल्दिन हाने हुन्छ है कस्तो यार एउटा घर गिद्दी भन्दा एउटा घर माइनस हो ए सिधै जुन माथि फाड्दै जङ्गल सिधै हामी तल्लो झरेको झरेछौँ जङ्गल नै आएको छैन अब यहाँदेखि चाहिँ कति छैन ल त्यो घरमा चल्दिउँ अनि त्यसपछि यो रोड हो ए ल यो घरमा चाहिँ कोही हुँदैन रहेछ सो हामी चल्दिउँ म पनि बगाल थापे हो यता हजुरको नाम के गर्नुहुन्छ यो कागती बेच्ने हो आमा कागतीहरू बेच्नुहुन्छ है होइन राम्रो परिवार संख्या कति हो आमा 5 जना हो आइसकेको छौँ अनि दाइ चाहिँ यहाँ डायग्नोसिस थालिसक्नु भएको छ आन्टी चाहिँ चिया पकाउँदै हुनुहुन्छ यहाँभित्र यहाँदेखि हुँदैन नि गाउँ छ आमा मुसङ खेल्यो हो यो अनि यहाँदेखि पारिपट्टिको त देखिएको छ बाख्राको खोपन रहेछ बाख्रा रहेछ त्यो झरेको झरे हामी भन्दाखेरि त्यो स्कुल चाहिँ फैकी मावि रहेछ माविदेखि टक्क हामी झरेपछि हामी दायाँ बायाँ गएको छैनौँ फेरि प्रवीणलाई सिधा झरौँ भने सिधा पालो गरी एउटा घरमा एउटा लियो अर्को घरमा अर्को लियो गरे अब भनेको हाम्रो लगभग सकिन आएर लगभग यो चाहिँ 16 घर हुन्छ होला मलाई लाग्छ 4 घर हाम्रो बाँकी छ अब यहाँदेखि छेउमा घर रहेछ भने सोध्छु रहेछ भने यहाँ छेउछाउमा घरमा जाने रहेछ भने चाहिँ हामी डाइरेक्ट अब यहाँदेखि नझर्ने किनभने धेरै तलाई छ यहाँ बस्दा जान मलाई लाग्छ 1.5 घन्टा त मजा लाग्छ यहाँबाट बाटो सोध्दै उकालो सिधा जाने स्कुल पुगिन्छ केटाहरूले कति सक्यो के सक्यो केही थाहा छैन अघि हामीले 8-9वटा जति सक्दाखेरि तासिदाइले 2टा सक्यो भन्ने फोन गरिरहेको त्यहाँ केटाले फोन पनि गरेको छैन केही थाहा पनि छैन प्यारेन्ट्स पनि फोनमा छैन जस अब यहाँदेखि अब यहाँ चिया बनाउनुहुन्छ अरे चिया खाने त्यसपछि लेख्ने अलिअलि कागती दिनु भने कागती पनि लगौँ भन्ने सोध्छ फ्रीमा दिनु भने फ्रीमा किन्न भने किनेर सो हामीले चाहिँ चिया पाइसकेको छौँ चट्ट तरिकाले ल अब हामी लाग्यौँ ल चियाको लागि धन्यवाद ल जान्छौँ पर्सि आउनु न त्यसो गर्दै ल ल चट्टसँगले हामी चाहिँ यहाँदेखि नै हिँडिसक्यो आ चुके होनार जंगल पे सो हमको पता नहीं किधर जाना है ल ल ल ल ल अब हामी यहाँनिर कहाँ पुग्यौँ तर थाहा छैन तर जङ्गल खोला यताउता कुद्दैछौँ गाइस तर हामी यहाँनिर अझै सर 4 पेपर हामीले 4 घर चाहिँ हामी सक्नुपर्ने हुन्छ यहाँ कसले अब हामी क्याम्पिङ हानेर हो क्या अनि टक्कसँग यहाँनिर धाउरा रहेछ सो गाइस एउटा घर सुट टक्कसँग यहाँ घर आइसकेको छ गाइस
एउटा पेपरको जुगाड भइसकेको छ हाम्रो यहाँनिर। अब फेरि यहाँ हामी आइसकेको छौँ जङ्गल देखेर त हामी एकचोटि आत्तिसकेको छौँ, तर केही छैन गाइज। हामी आइसकेको छौँ, घाम लागिरहेछ, तर यहाँ भने ढुस्से नै छ। यस्तै हुँदा राम्रो हुने रहेछ क्या यहाँ बाटो यता गाउँतिर हिँड्दा चाहिँ गर्मीले किद्दी हुन्छ, उकालो यति धेरै उकालो छैन। आज म सक्छु कि सक्दिनँ भाइ, कस्तो फिल भइरहेछ आज? एकदम रमाइलो हुँदो रहेछ कि यो कम्युनिटी भनेको एकदम रमाइलो चिज यो बिर्सिँदैन जिन्दगीमा। हो मलाई त गिद्दी हुन्छ जस्तो फिल भइरहेको थियो, तर भवालाई वान अफ द बेस्ट एक्सपिरियन्स एभर आई। यस्तोलाई कुकुर रहेछ त यहाँ, घरप्रति कुकुर छ यार, माया कि मार्न खोजेको हो यो। अब हामी यहाँदेखि जान्छौँ गाइज, पहिरो लडेछ गाइज। ए बडी ल चट्ट तरिकाले 3टा पेपर बचिसकेको छ गाइज। अब हामी यहाँदेखि हिँड्छौँ तेर्सो। के हो त्यहाँ छ घर? ओहो हो र, खोलाभन्दा अलिकति मात्रै मास्तिर छौँ है हामी चाहिँ। तर हामी त हिँड्दा उयो तल नै घर रहेछ कि चल्दिनु तल नि। एउटा घर तल देखिन्छ नि, फेरि अर्को घर तल देखिन्छ, अनि अर्को घर 2टा घर तल देखिन्छ, हो त्यसरी लोभिँदै खोलै पुगिन आँटिसक्यो हामी त। अब 3टा मात्रै पेपर छ गाइज, नियर टु कम्प्लिट है आवर प्रोजेक्ट। सो अब हामी चाहिँ गइदिएपछि छ है, तर ल हिँड्दैछौँ हामी चाहिँ तलदेखि आइसकेको छौँ हाम्रो स्वास्थ्य केन्द्रमा। यो चाहिँ रहेछ स्वास्थ्य केन्द्र गाइज। सो हिँडिँदैछ, कहाँ हिँडिँदैछ त्यो चाहिँ थाहा छैन, हामी जस्ट हिँड्दै गर्छौँ हामी, हेर्दै गर्नु होला। सो गाइज फाइनली गाइज रोड पनि आइसकेको छ। अब यहाँदेखि चाहिँ कता हो सोध त? अघि यही बाटो आएको होइन, हामी उयो परदेखि के हो आन्टी यो बाटो कता जान्छ? स्कुल कुन बाटो निस्किन्छ? हजुर यही उकालो हो? ए हस् आन्टी। गाइज चाहिँ हामी यो स्कुलमा आइसकेको छौँ, एक ग्राउन्ड हान्नु या तल पुगेर। अब हामी गइदिन्छ, केटाहरूलाई भेटिन्छ होला सायद। ठिक छ है, खोइ त 2जना व्यक्ति जङ्गल बसे जङ्गल। सो केटाहरूसित भेट भइसकेको छ हामीसित चट्ट तर यस्तो कुराहरू त मलाई साह्रै मनपर्छ। म पर्सि चाहिँ आउँछ है। मासु खाएन नि त, मासु खाएँ। 2जना केटाहरू चाहिँ आएको छैन अहिले। त्यहाँनिर त के अरे त्यो स्वयंसेविकाहरू रहेछ नि, ट्याक्कसँगले भाइले लियो त्यहाँको इन्टरभ्यू। सो अहिले चाहिँ हामी रबिन दाईको, हाम्रो बसन्तपुरको यो अस्पतालको एआर इन्चार्ज हुनुहुन्छ रबिन दाई, उहाँको घरमा आइपुगिसकेको छौँ छोटोसँगले। अब यहाँ हामी खाजा खान्छौँ, अनि यहाँ खाजा खाइसकेपछि हामी चल्दिन्छौँ। क्यामेरामा हेरेर भनिदियो न सोनम। सो हाम्रो चाहिँ खाजा खाना थालिसकेको छौँ, पनि खाँदैछ चुर जस्तै। सो अब हामी खाजा खान्छौँ अनि चल्दिन्छौँ है त। के गरेर भन्दैन के भयो यहाँ हेरेर भन न, भन्दैन के भन्नु भयो? अब के गर्छौँ हामी? अब हामी घर चल्दिने भने भाइलाई लगेर। सो अब हामी यहाँदेखि चाहिँ चल्दिन्छौँ, खाजासाजा खाइसकेको छौँ। आज चाहिँ हाम्रो प्रतिज्ञालाई चाहिँ भालेको सुप खुवाउनु पर्ने हुन्छ, डह्रो बनाउनु पर्ने हुन्छ। स्ट्रङ केटोको बोन म्यारोहरू चाहिँ अब केटोले कुनाबाट झारो भयो अस्ति। ल ठिक छ, अब यहाँदेखि हामी चल्दिन्छौँ, तपाईँहरू हेर्दै गर्नु होला। अब हाम्रो हेर्दै गर्नु भन्दा नि अब भ्लग यहीँ इन हुन आएको छ। सो अहिले चाहिँ हाम्रो टक्कसँगले 5 पनि बजिसकेको छ। अब माथि पुगिसक्दा ढुक्क तरिकाले रात परिहाल्छ, त्यो सबैले थाहा भएको। अब म भ्लग एन्डिङ गरेर गइरहेछु। अहिले चाहिँ हामी भाले लिएर चल्दिसकेको छौँ। कमेडी ड्यान्स हाम्रो भाले देखाउ त चट्टसँगले। भाले लिएर चल्दिसकेको छौँ, तासीले बोकिरहेछ। अब यो हामी गएर हान्नुपर्ने हुन्छ। सो अहिलेसम्म हेरिदिएकोमा त हजुरलाई धेरै धेरै धन्यवाद, र भेट्नेछौँ हामी अर्को भ्लगमा। अनि यति भन्दै हाम्रो भ्लग एन्ड गर्छौँ। अनि थ्याङ्क्स फर वाचिङ।